काम गर्दा गर्दै एक दुईवटा कुराहरू यहाँहरूसँग यसो क्विक यसो सेयर गर्नु मन लाग्यो होइन एकैछिन है त्योभन्दा अगाडि यसो कपाल मिलाउँ ओके ल ठिक छ है ल जस्तै हामीले चाहिँ एभ्रिडे यो सुनिरहेको हुन्छ क्या हस्पिटालिटी इन्डस्ट्रीमा अनि तपाईँको बिजनेसमा पनि टुरिज्ममा पनि यो वर्ड्सहरू चाहिँ चलिरहेको हुन्छ जस्तै B2B र B2C यसमा धेरैजना कन्फ्युज हुनुहुँदो रहेछ होइन सोधिन्छ अब तपाईँको B2B बिजनेस हो कि B2C बिजनेस हो भनेर पनि सोधिन्छ कि अब यसलाई बुझ्नको लागि इट्स नट सो हार्ड है जनरली बुझ्दाखेरि चाहिँ B2B स्ट्यान्ड्स फर बिजनेस टु बिजनेस भने B2C स्ट्यान्ड्स फर बिजनेस टु कन्ज्युमर कस्टमर अब तपाईँले त्यसरी बुझ्न सक्नुहुन्छ होइन यो भनेर चाहिँ एउटा सिम्पल इक्जाम्पलबाट म तपाईँलाई बुझाउँछु हो क्लियर हुन्छ होला है तपाईँ कुनै सफ्टवेयर डेभलप गरिरहनु भएको छ होइन तपाईँको कम्पनी छ सफ्टवेयर डेभलप गर्छ भने तपाईँको कस्टमर तपाईँले के गर्नुहुन्छ भन्दाखेरि त्यो त अब एउटा एउटा मान्छे खोजेर त तपाईँले सेल गर्नुहुन्न तपाईँले कुनै कम्पनीमा सेल गर्नुहुन्छ नि त कुनै कम्पनीलाई सेल गर्नुहुन्छ भने त्यो ठाउँमा के भयो भन्दा इट्स अ बिजनेस टु बिजनेस भने तपाईँ एउटा क्याफे चलाउँदै हुनुहुन्छ रेस्टुरेन्ट होइन फास्ट फुड अब यस्तो केही गर्दै हुनुहुन्छ भने तपाईँको बिजनेस भनेको चाहिँ B2C किन त्यहाँ तपाईँले बिजनेस टु कन्ज्युमर डिरेक्टली तपाईँ त जेनरल पब्लिक कन्ज्युमरसँग त तपाईँ अट्याच्ड हुनुभयो नि त होइन सो यसरी पनि तपाईँले छुट्याउनु भयो भने अलिकति इजी हुन्छ कि अनि अर्को एउटा चाहिँ मैले धेरै सुने होइन माइस टुरिज्म भनेर भनिरहनु भएको हुन्छ होइन नेपाल माइस टुरिज्मको लागि एकदमै पर्फेक्ट छ माइस टुरिज्म डेभलप गर्नुपर्छ यताउता भनेर तर वाट इज माइस टुरिज्म होइन यो माइसको अर्थ के त भनेर भन्दाखेरि कतिजना चाहिँ झुक्किनु पनि हुँदो रहेछ है सो माइस स्ट्यान्ड्स फर एम भनेको मिटिङ्स होइन आई भनेको इन्सेन्टिभ्स सी भनेको कन्फरेन्सेस एन्ड लास्ट बट नट द लिस्ट ई भनेको तपाईँको एक्जिबिसन्स ओर इभेन्ट्स पनि भनिन्छ हो यो सबै चिजको सम्भावना भएको कुरालाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि माइस बिजनेस माइस टुरिज्म यसरी लिन्छौँ कि अब मिटिङ्स तपाईँले बुझिसक्नुभयो होइन जहाँ पोसिबल हुन्छ अहिलेको जति पनि डेभलप्सहरू भएको छ होटेल्सहरू रिजोर्ट्सहरू प्लेसेसहरू मिटिङ्सको लागि इट्स अ भेरी गुड प्लेस होइन जस्तै एक्जिबिसन्सको पनि एकदमै सम्भावना छ भइरहेको छ धेरै ठाउँमा होइन यसबाट पनि धेरै बेनिफिट्सहरू भइरहेको छ हाम्रो चाहिँ नेपालभित्रकै हाम्रो चाहिँ कम्पनीजहरूले पनि गर्नुहुन्छ बाहिरबाट आएर पनि गरिरहनु भएको छ होइन सो अर्को चाहिँ कन्फरेन्सेसहरू पनि हामीले ब्याक टु ब्याक देखिरहेको छौँ यहाँ पोसिबिलिटी छ कि अब रह्यो कुरा इन्सेन्टिभ्सको चाहिँ यसमा चाहिँ अलिकति धेरैजनाको कन्फ्युजन रहेछ यो चाहिँ के हो भन्दाखेरि इट्स अ रिवार्ड होइन कुनै पनि कम्पनीले चाहिँ भनौँ न अब जस्तै आफ्नो स्टाफहरूलाई होइन अब हस्पिटलले चाहिँ डक्टर्सलाई दिने इन्सेन्टिभ्स होस् अथवा चाहिँ कम्पनीले चाहिँ आफ्नो स्टाफहरूलाई घुमाउन लिएर जाने एउटा रिवार्ड होस् फर रिल्याक्सेसन एन्टरटेनमेन्ट तपाईँको चाहिँ एउटा फन यस्तोको लागि चाहिँ यो इन्सेन्टिभ्सलाई चाहिँ युज गरिन्छ जहाँ नेपाल पनि एकदमै राम्रो नेपालको प्लेसेसहरू पर्छ कि जस्तै चितवन भयो तपाईँको पोखरा भयो लुम्बिनी भयो होइन जस्तै अरू लट्स अफ प्लेसेस होइन 3-4वटा कुराहरू जुन मैले भने नि यसलाई कभर गर्नेलाई चाहिँ हामीले माइस टुरिज्म माइस बिजनेस भनेर भनेको हो है यसमा नझुकिनु होला है अब लास्ट बट नट द लिस्ट एफटिओ भनेको चाहिँ ट्राभल टुरमा चाहिँ के हो भनेर भन्दा यसको फुल मिनिङ भनेको चाहिँ एफ भनेको के फरेन टी भनेको के हो टुर ओ भनेको अपरेटर होइन यो फरेन टुर अपरेटर्सहरू चाहिँ कहिलेकाहीँ आउनुहुन्छ कि उनीहरूले चाहिँ कहाँ कहाँ आफ्नो गेस्टहरू पठाइरहेको छ कुन कुन देशमा पठाइरहेको छ कुन ट्राभलले अथवा टुर्सले चाहिँ त्यसलाई चाहिँ भनौँ न कमान्ड गरिरहेको छ कुन होटेल्सहरूमा राखिरहेको छ कस्तो खाना खुवाइरहेको छ के छ भनेर त्यसलाई जेनरल इन्सपेक्सनको लागि पनि आउनुहुन्छ हेर्नुहुन्छ होइन अब त्यसमा केही कुरा एडेड गर्नुपर्छ भने एडेड गर्ने चित्त बुझ्दैन भने त्यो कुरालाई चाहिँ माइनस गर्ने यस्तो कुराहरू चाहिँ कहिलेकाहीँ त्यो एफटिओ आएको हुन्छ कि चेक गर्नको लागि होइन हेर्न बस्नको लागि सो यस्तो कुराहरू चाहिँ हामीले डेली बोलिरहेको हुन्छौँ तर कतिजनाले चाहिँ अब बोल्नुहुन्छ थाहा पनि हुन्छ सायद कन्फ्युजन पनि हुन्छ होइन सो एटलिस्ट गरिरहेको डेली काममा चाहिँ सो कन्सन्ट्रेट भइदियो आफूले गरिरहेको चिजहरूको चाहिँ अलिकति मिनिङ्स अलि त्यो कुराहरू चाहिँ अलिक क्लियरली थाहा भयो भने अझै काम गर्न चाहिँ मजा पनि आउँछ कि सो दिस मच फर टुडे है काठमाडौँ पनि गर्मी छ है एकदमै गर्मी छ काठमाडौँ होइन अब अरू ठाउँ कति गर्मी होला तराई कति गर्मी भइरहेको होला तपाईँहरू बसेको ठाउँहरू है इट्स टु हट पानी पनि परिरहेछ सो दिस मच फर टुडे अब मेरो पनि अलिअलि काम छ है फेरि मेरो कलर बिग्रियो
अब अहिले ठिक छ है ओके बाई लभ यु अल